हे गाइज म निशान र तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो नेपाली एक्सपेरिमेन्ट युट्युब च्यानलमा। आइयो सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, आशा यही नै गर्नेछु। आज पनि एउटा नयाँ भिडियो ल्याएर उपस्थित भइसकेको छु र मलाई आशा छ योभन्दा अगाडिको भिडियो तपाईँहरूलाई मन परेको छ र तपाईँले अझैसम्म पनि त्यो भिडियो हेर्नु भएको छैन भने तल डिस्क्रिप्सनमा चाहिँ त्यसको लिङ्क छ। यो भिडियो सकिसकेपछि त्यो भिडियो चाहिँ गएर हेर्न सक्नुहुन्छ है त। आज पनि मैले एउटा नयाँ एक्सपेरिमेन्ट गर्न गइरहेको छु, जुन चाहिँ च्याउच्याउमा हुनेछ। हो त्यही च्याउच्याउ जुन तपाईँहरूले खानुहुन्छ होइन, बजारबाट किनेर, पसलबाट किनेर। त्यो एक्सपेरिमेन्ट चाहिँ कस्तो हुनेछ भनेपछि अहिले सुन्नमा पाइएको छ च्याउच्याउमा चाहिँ धेरै केमिकल मिसाइएको हुन्छ। पहिला पाउने च्याउच्याउ भन्दा चाहिँ अहिलेका च्याउच्याउमा चाहिँ धेरै केमिकल हालिएको हुन्छ होइन। के यो सत्य हो त? त्यो एक्सपेरिमेन्ट के हुनेछ भनेपछि मैले पानीमा 24 आवर्सका लागि मैले च्याउच्याउ भिजाइदिनेछु होइन। त्यो च्याउच्याउले चाहिँ पानीमा कस्तो रियाक्ट गर्छ होइन, फुल्लिन्छ कि नै, अनि त्यो प्योर मैदाले बनेको चाहिँ धेरै फुल्लिन्छ नि, सेतो हुन्छ होइन। त्यसमा केमिकल मिसाएको भए चाहिँ केही त्यहाँ अरू चाहिँ केही देखा पर्छ पानीमा। लेट्स गो, सुरु गरौँ है त। मैले चाहिँ यसमा भिजाउने छु च्याउच्याउ चाहिँ होइन। यसमा चाहिँ पानी हाल्छु अनि च्याउच्याउ चाहिँ यसैमा भिजाउने छु। यो चाहिँ पानी है। मैले सिम्पली यसमा चाहिँ पानी हालेछु। अब मैले चाहिँ पानी यसमा चाहिँ आधी हालेको छु। च्याउच्याउ चाहिँ यतिमा भिज्छ होला सायद। यो एक्सपेरिमेन्टमा युज गर्ने च्याउच्याउ चाहिँ मसँग यो छ, यी तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले चाहिँ यसको कागज चाहिँ देखाउन चाहेन। मैले चाहिँ अब यो च्याउच्याउ चाहिँ प्यान्टभित्र यहाँ अब डुबाउन गइरहेको छु। अब यसलाई चाहिँ हामीले 24 घन्टापछि हेर्नेछौँ। यो चाहिँ अब प्योर मैदाले बनेको हो चाहिँ त्यो फुल्लेपछि आफ्नो अवस्थामा आइहाल्छ होइन। हामीले त्यसलाई हेर्नेछौँ 24 घन्टापछि। मैले चाहिँ यसलाई गाइज तपाईँहरूले त्यहाँबाट देख्नु भएछ कि नै होइन, तर यसमा चाहिँ पहिलाको भन्दै कलरमा चाहिँ धेरै चेन्ज आइसकेको छ गाइज होइन। तपाईँले यस्तरी देखाउने कोसिस गर्दैछु मैले, धेरै चेन्ज आएको छ होइन। पहिला चाहिँ हाल्दा बित्तिकै चाहिँ पुरै सेतो थियो होइन, पानी चाहिँ सेतो थियो, च्याउच्याउ चाहिँ अलि अर्कै कलरको थियो होइन। मैदाले बनेको चाहिँ जस्तो थिएन, सेतो चाहिँ थिएन, देख्न सक्नुहुन्छ है। अब यसलाई चाहिँ 24 घन्टासम्म यस्तै राख्नेछु र 24 घन्टापछि हेर्नेछु यसमा चाहिँ के चेन्ज आउँछ है त। अब यसलाई 24 घन्टापछि हेर्नेछौँ। सो गाइस च्याउच्याउ पानीमा राखेको, पानीमा भिजाएको 24 आवर्स भइसकेको छ। लेट्स सी, अब हामीले हेर्नेछौँ त्यो च्याउच्याउमा चाहिँ के चेन्ज भएको छ भनेर है त। सुरुमा भन्दा चाहिँ अहिले धेरै डिफ्रेन्ट आएको गाइस होइन। पानी चेन्ज भएको छ, च्याउच्याउ चाहिँ ठ्याक्क मैदाले बने जस्तै छ। यस्तो भएको छ है होइन, सेतो सेतो आफ्नो बल्ल यो असली रूपमा चाहिँ आएको छ। त्यो यस्तो भएको छ है। र पानीमा चाहिँ धेरै डिफ्रेन्स छ है गाइस। पानी चाहिँ पुरै रातो न धेरै रातो पनि भएको छैन, पहेँलो पहेँलो जस्तो भएको छ होइन। अनि माथि माथि चाहिँ यो तेल तेल जस्तो चाहिँ माथि केही तोइरहेको छ, पातलो यतिकन सानो लेयर चाहिँ के तोइरहेको छ।
तपाईँहरूले देख्न सक्नुहुन्छ है यो पानीमा चाहिँ धेरै चेन्ज भएको छ माथि माथि यो के कस्तो अर्कै लिएर आएको छ होइन यो पानीमा चाहिँ अर्कै लिएर आएको धुलो जस्तो च्याउच्याउ चाहिँ हिजो चाहिँ कस्तो अलि रातो खालको थियो अहिले चाहिँ मैदा जस्तो भएको छ होइन यस्तै ठ्याक्कै मैदा जस्तो देख्न सक्नुहुन्छ यो हातमा पानीमा यस्तरी पखालेर चाहिँ यो बल्ल यो असली रूपमा आएको छ यो खानी लायक जस्तो भएको छ सोही ठाउँमा भन्दा नि आफ्नो रूप होइन मैदाले बनेको जो रूप आहा यो चाहिँ गाइज यो पानीमा देख्नु भएको चाहिँ यो चाहिँ केमिकल हो है त केमिकल भन्दा नि के मिसाएको त्यो चाहिँ मलाई आई डोन्ट नो यसमा यसले चाहिँ यस्तो मिसाएको थियो है यो पानीमा चाहिँ हो आइयो तपाईँलाई भिडियो मन पर्यो अर्को भिडियो हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ र मलाई आशा छ तपाईँहरूले हाम्रो भिडियोलाई धेरै माया गरिदिनुहुनेछ च्यानललाई पनि धेरै माया गरिदिनुहुन्छ भनेर एउटा नेपालीले अर्को नेपालीले सपोर्ट गर्ने हो नि होइन गाइज एउटा चाहिँ नेपालमै बसेर चाहिँ एउटा मैले नयाँ एक्सपेरिमेन्ट च्यानल खोलेको छु यसलाई चाहिँ भरपुर माया दिनु होला आजको लागि यति नै अर्को भिडियो मिल्नेछौँ सब्सक्राइब गर्नु भएको छैन भने यतिखेर मुनतिर सब्सक्राइब बटन छ होला साइडमा बेल आइकन पनि छ होला सब्सक्राइब गरेर बेल आइकनलाई पनि थिच्नु होला किनभने हामीले चाहिँ यस्तै एक्सपेरिमेन्ट भिडियो चाहिँ ल्याइरहेको छौँ भिडियो आउँदा बित्तिकै सबभन्दा सुरुमा तपाईँले त्यो भिडियोको नोटिफिकेसन दिनुहोस् भनेर नोटिफिकेसन आइकन अन गर्नु होला साइडको बेल आइकन थिच्नु होला अलमा सेट गर्नु होला होइन अनि मलाई आशा छ तपाईँहरूलाई भिडियो मन पर्यो लाइक गरिदिनुहोस् र यो भिडियोमा चाहिँ के कमी कमजोरी छ अब आउने भिडियोमा चाहिँ मैले के सुधार्न सक्छु भनेर त्यो चाहिँ तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ आजको लागि यति नै फेरि अर्को भिडियोमा मिल्नेछौँ त्यति बेलाको लागि म पनि बिदा माग्न चाहन्छु टेल देन टेक केयर बाई जय नेपाल।